नेपाल दामी भएको हेर्न मन छ। त्यो त कसैले के चाहियो भन्छ होइन, कसैले राजालाई भन्छ, कसैले होइन राजा दलहरूबाटै निकास खोज्यो भन्छन्। जस हामीलाई चाहिँ राम्रो चाहियो भनेर चाहिँ जिजेको आह्वान चाहिँ छ। जस्तो मलाई हामीलाई चाहिँ नेपाल चाहिँ एकदमै राम्रो भएको होस्, हामी चाहिँ गीत चाहिँ हो। जस हामीलाई चाहिँ अब राम्रो सरकार चाहियो भन्ने चाहिँ आह्वान चाहिँ। हेलो सबैजनाले, वेलकम ब्याक टु द माई च्यानल। आज म फेरि धेरै दिनपछि म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। यो चाहिँ रहेको छ हाम्रो अहिले नेपालमा चलिरहेको जुन परिवेशको छ त्यो परिवेशको गीत हो। अब चाहिँ यो चाहिँ जेन्जीको चाहिँ रिमिक्स सङ छ यो चाहिँ, जुन चाहिँ अहिले घटिरहेको जे पनि भइरहेको थियो जस त्यो सम्बन्धीको गीत छ। एकदमै मलाई चाहिँ हेर्नु मन जस्तो लागेर म चाहिँ स्टार्ट गरिसकेको छु गाइस। आउनुहोस् यो भिडियोलाई हामीसँग हेर्नेछौँ र यसको भित्रको पार्टहरू पनि कति कुराहरू के ल्याउनेछौँ र के कस्तो राम्रो नराम्रो के छ हामी हेर्नेछौँ है त। आउनुहोस् हामी सुरु गरौँ। लेट्स स्टार्ट नाउ। जेन्जी सपोर्ट अफ द ट्रेन्ड 11। म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपाली खुसीले नाचेको हेर्न चाहन्छु। म नेपाल हाँसेको हेर्न चाहन्छु, चिल्लो चिल्लो रोडमा फरारी देख्न चाहन्छु। म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपाली खुसीले नाचेको हेर्न चाहन्छु। मेरो देशमा बस्न मन छ, धेरै प्रश्न गर्न मन छ। बुद्धको देशमा मलाई शान्ति देख्न मन छ। कसैलाई राजा चाहियो भन्छ, कसैलाई फ्रिडम चाहियो भन्छ। जसले जे भने नि हामीलाई नेपाल दामी भएको हेर्न मन छ। त्यो त कसैले के चाहियो भन्छ होइन, कसैले राजालाई फेरि राजालाई प्रतिनिधित्व गर्न दिउँ भन्छ, कसैले होइन दलहरूबाटै निकास खोज्यो भन्छन्। जस हामीलाई चाहिँ राम्रो चाहियो भनेर चाहिँ जिजेको आह्वान चाहिँ छ। जस्तो मलाई हामीलाई चाहिँ नेपाल चाहिँ एकदमै राम्रो भएको होस्, हामी चाहिँ फ्रिडम तरिकाले बाँच्न पाऊँ होइन। यही ठाउँमा केही गर्नु छ, यही देशमा बसेर केही कुरा राम्रै गर्नुपर्ने, रोजगारीहरू यही देशमै होस् भन्ने हिसाबले चाहिँ जेन्जीहरूको चाहिँ माग भएको देखिन्छ यहाँ चाहिँ। कसैले हिन्दू भन्छ, कसैले मुस्लिम भन्छ, कसैले क्रिस्चियन भन्छ, कसैले बुद्धिस्ट भन्छ। कोहीसँग देखाउन नमिल्ने धन छ, कोहीसँग लुकाउन नसक्ने धन छ। कसले के भन्छ, कसले के भन्छ, जसले चाहिँ यो चाहिँ हो यार, यो भाइले त माथिबाट ट्याक्क है घर के हो यो भवन कि के हो र यो कार्यालय हुनुपर्छ। जलिरहेको बेलामा चाहिँ भाइले चाहिँ ट्याक्क नक्सा चाहिँ जल्न दिएन कि। नेपालको जेन्जीहरू त खत्रै बवाल छ यार। जस मुटुमै होइन, मुटु त कडा मान्नै पर्छ गाइस यार। पुरै 28 घन्टामा चाहिँ अब काया पलट गरिदियो नि त। अब होइन त्यो कुरा चाहिँ एकदमै बवाल लाग्यो। भने नि सबलाई यहाँ पैसा कमाउन मन छ। पैसा भए नेपालमा जे पनि चल्छ, पैसा भए नेपालमा जे पनि चल्छ। कसैले देशभक्ति भन्छ, कसैले बौला भन्छ। दुःखको कुरा गर्न थाल्यो भने आँसुको खोला बग्छ। यसले पनि ठग्छ, त्यसले पनि ठग्छ। त्यो त हो गाइस यार। अब हामीलाई अब के भन्छ यो कहिले यसले ठग्छ होइन। अब हामीलाई कन्फ्युजन नै भइसक्यो यहाँ कि। अब अहिले आएको चाहिँ पहिलाको अब मान्छेले त भन्न त भनिरहेछ के चाहिँ चेन्जेस भयो होइन। त्यो आन्दोलनपछि के चाहिँ चेन्जेस भयो भन्दाखेरि चाहिँ अब चेन्जेस त भएको छ। अब तपाईँको यो संविधान अनुसार चाहिँ जाने हो भनेपछि सुशीला कार्की चाहिँ प्रधानमन्त्री चाहिँ अन्तिम संविधानको प्रधानमन्त्री
नहुने जस्तो कन्डिसनको त्यो संविधानमा चाहिँ लेखिएको चाहिँ छ। तर त्यसमा चाहिँ अब त्यसमा नै विपरीत भयो नि त। भनेपछि चेन्जेस आएको छ, नत्र त्यो संसदबाट मात्रै प्रधानमन्त्रीलाई छान्ने कुरा थियो। तर अहिले चाहिँ भयो नि त, त्यति चेन्ज भएको छ। अब मान्छेले भन्छ चेन्ज भएकै छैन भन्छ, बिस्तारै चेन्ज हुँदै जाने हो। अब हेरौँ लेस्ट होइन, अब 6 month पछि चाहिँ के हुन्छ होइन। इलेक्सन बेलामा चाहिँ प्रत्यक्ष हुन्छ कि अब जेनजीहरूको माग चाहिँ अब प्रत्यक्ष निर्वाचन होस्, प्रधानमन्त्रीले प्रत्यक्ष चाहिँ हामीले चाहिँ भोटहरू दिन पाऊँ भन्ने हिसाबको माग चाहिँ छ। र यिनी कुरा चाहिँ भयो भने अझ बेटर हुन्थ्यो जस्तो लाग्छ मलाई। किनभने जनताले चाह्यो भने जे पनि गर्न सक्छ। डेफिनेटली त्यो चाहिँ हो, त्यो जनताले चाह्यो भने जे पनि हुन्छ। देखिरहेकै छ पहिलाको 2063-64 जनआन्दोलन र त्योभन्दा पहिले त्यो राजा शासनलाई आफ्नो हातमा पार्दैखेरिको र अहिलेको पनि हामी त्यो पुरै होल के भन्छ त्यसलाई ड्युरेसनलाई हेऱ्यो भने चाहिँ जनताले चाह्यो भने के चाहिँ हुँदैन, सबै हुन्छ होइन। त्यसमा चाहिँ अडिक बस्नुपर्छ, यो गीतले चाहिँ भनिरहेको छ। सँग ढुङ्गा छ, कोहीसँग गन छ, कोहीसँग केही नि छैन, कोहीसँग सब छ। कोही देशको लागि बाँच्छ, कोही देशको लागि मर्छ। कोही देशको लागि बाँच्छ, कोही देशको लागि मर्छ। गरिब झन् गरिब बाँच्छ, धनी झन् धनी बाँच्छ। नेताहरू चिलमा बसिरहेछ, जनता मरिरहेछ, सोझो फसिरहेछ। यो गन चाहिँ माथिबाट हानिरहेको छ कि होइन। यसो क्लिप आएको रहेछ, यो चाहिँ माथि यसरी हान्दाखेरि त सिधै टाउकोमै लाग्ने हो गाइस यार होइन। खुट्टामा लाग्ने त तलबाट हान्नु पर्यो, त्यो गन त पुरै त्यो छातीमा कि खुट्टामा लाग्ने जस्तो चाहिँ देखिएको छ। त्यस्तो चाहिँ नगर्दा नि हुन्थ्यो गाइस यार होइन। हामी सबै नेपाली हो होइन। राम्रै तरिकाले भइरहेको आन्दोलनलाई चाहिँ सरकारले पनि नबिथुल्नु पर्ने जस्तो लाग्छ। जस के हो त्यो त हामीलाई थाहा छैन होइन। तर घुसपेच भएको भन्ने भनाइ चाहिँ आएको छ। तर के हो चाहिँ अब त्यो चाहिँ अब जिउनु भइसकेको छ गाइस। अब चाहिँ नयाँ अन्तरिम प्रधानमन्त्री नियुक्त भइसक्नु भएको छ। जस राम्रो होला, हामी पनि आशमा छौँ राम्रो होस्, देशलाई राम्रो होस् होइन। हामी देशमै बस्ने हो, देशलाई अशान्ति गराउनु छैन, राम्रै होस्। सबै बाँच्न पनि पर्छ होइन, तर मिलेर देशलाई अगाडि बढाउनु पर्छ, देशलाई राम्रो बनाउनु पर्छ। पुरै यार काठमाडौँ भ्यालीमा त पुरै आगो। काठमाडौँ मात्रै होइन गाइस, विभिन्न ठाउँमा नेपालगञ्ज भयो, हाम्रो उता होइन झापातिर भयो होइन। अनि विभिन्न ठाउँमा पुरै काठमाडौँमा भएको होइन, पोखरामा भएको सबैतिर चाहिँ त्यही दिन चाहिँ एकदमै त्यो दिन एकदमै दुःख लाग्दो पनि थियो। किनभने सरकारी भवनहरू पनि जले होइन, सिंहदरबारहरू जल्यो नि त। एकदम चाहिँ त्यो होला स्याड यार, एकदम यार त्यो चाहिँ नहुनु पर्ने हो। जस अब भइहालेछ होइन। यार त्यसमा अब चाहिँ अति बाछ छैन नेपालमा चोरहरूको कमी। छोडेर गएको थिएँ आम सरी मम्मी, मेरो देशलाई नराम्रो हुँदा दुःख त लाग्छ नि मलाई पनि। नेपाल मेरो मुटुमा छ, नेपाली हो मनी। नेपाल मेरो मुटुमा छ, नेपाली हो मनी। मेरो देश नेपाल, 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 मेरो देश नेपाल। राम्रो नराम्रो जस्तो भए नि हाम्रो हो नेपाल। म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपाली खुसीले नाचेको हेर्न चाहन्छु। म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपाली खुसीले नाचेको हेर्न चाहन्छु। पैसाले आफ्नै पाराले देश डुब्यो भ्रष्टाचारले, नेताहरूको यस्तो तालले। मेरो देश मलाई प्यारो छ, जनताहरूलाई गाह्रो
बनेर देशलाई डुबाए नेपालीको मन धेरै हुआए कसैले आमा बाउ दिदी बहिनी दाइ अङ्कल आन्टी अनि कसैले चाहिँ घरबार घुमाए धेरैको अनुहारमा छैन खुसी धेरैले देशको लागि आँसु चुहाए चाहिएको छ परिवर्तन त्यसको लागि जनताहरू मन मान्न पनि सक्छन् धनीदेखि गरिबको एकमात्र धड्कन देख्न मन छ सबलाई भएको देश परिवर्तन कोही भने देशको लागि बाँच्छन् कोही भने देशको लागि मर्छन् कोहीसँग अथाह सम्पत्ति र धन छ कसैको बानी राम्रो अनि ठुलो मन छ सबले भन्छ सतीले सरापेको देश नेता खेलिरहेछ पैसाको गेम जिन्दगीमा हुँदैन केही सधैँभरि सेम खै त अहिलेसम्म के भएको लुट्न सबजना पाले पालो आएको तर वास्तवमा जनता नै लाटो नेताहरूले त्यसलाई खायो पाले पालो देखि किन सबै चुप लागेको विश्व सबले दरबार हत्याकाण्ड भएको मान्छेहरूले किन प्रश्न नउठाएको कुरा गरे उल्टे दुःख छ कुराको होइन सबलाई मेरो दुःख सुनाएको यो सबै हाम्रो देशको वास्तविकता हो परिवर्तनको छ खाँचो तरिका ठिक लाग्छ ब्यालेन्स आएको के कुरा गर्ने हो ठुलो नेताको मिलेर जनतालाई भेडा बनाएको बलेको आगोमा पेट्रोल खनाएको म आफ्नो देशमा गर्वसँग जान पाऊँ जहाँ जान्छु नेपाल हाँसेको हेर्न म चाहन्छु पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण सब ठाउँमा विकास होस् जस्तै विकास भइरहेछ काठमाडौँ म नेपाल हाँसेको हेर्न चाहन्छु नेपाली खुसीले नाचेको हेर्न चाहन्छु म नेपाल हाँसेको हेर्न चाहन्छु नेपाली खुसीले नाचेको हेर्न चाहन्छु ओके गाइस हामीले भिडियो चाहिँ हेऱ्यौँ होइन बवाल छ लिरिक्सहरू पनि बवाल छ जे चाहिँ अहिले जुन देशमा अहिले चाहिँ यहाँ जुन भइरहेको छ त्यो चाहिँ त्यो अनुसारको त्यो परिवेशको गीत चाहिँ हो जस हामीलाई चाहिँ अब राम्रो सरकार चाहियो भन्ने चाहिँ आह्वान चाहिँ छ गीतद्वारा पनि ती कुराहरू दर्शाइएको छ राम्रो छ गीत चाहिँ ओभरअल एकदम राम्रो छ होइन जो चाहिँ अहिले परिवेशमा जे भइरहेको छ त्यो अनुसारको गीत चाहिँ हो र यस्तो पनि हुनुपर्छ अबको चाहिँ इलेक्सनमा चाहिँ अनि डिसाइड गर्छ कि अब नेपाल चाहिँ कस्तो हुने हो यदि प्रत्यक्ष निर्वाचन जस्तो हाम्रो प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचितमा गर्न सक्यो भने अझ बेटर हुन्छ हाम्रो नेपालमा तर फेरि अब पुरानै तरिकाले गयो भने चाहिँ त्यसपछि त भन्न सकिन्न गाइस हुन्छ आजको लागि यति नै फेरि अर्को भिडियोमा आउने छौँ त्यसको लागि बाइ बाइ